मर्निङ। आज हामी सौरातिर घुम्न आइरहेका छौँ। यो चितवन जिल्ला सौरामा आज हाम्रो फ्यामिलीहरूसँग। फ्यामिली यहाँ मेरो हुनुहुन्छ ठुलो दिदी। ठुलो दिदी कस्तो हुँदैछ? रमाइलो हुँदैछ। गुड। अनि मेरो कान्छी दिदी के हुँदैछ? सौरा मन परेन? आज त झन् घमाइलो है। भाउजू कस्तो हुँदैछ सुनाइदिनु अलिकति। रमाइलो हुँदैछ नि होइन? त्यही त अनि रमाइलो त गर्ने। यहाँ चाहिँ छ सानी र पुन्टु। हेलो। अनि कस्तो हुँदैछ त यो आमा छोरीलाई? रमाइलो हुँदैछ नि? अनि रमाइलो। अनि मेरो भुन्टु माया यता हेर न। खै पुन्टु यहाँ यता हेर त। हाई भन न। यता हाई भनिदेऊ। सानो हाई। खै ल हाई भनेन। ल मेरो यहाँ छोरी ठुलो एलिना। के छ छोरीको हालखबर? ल छोरी कस्तो हुँदैछ? के अरे मोज हुँदैछ? के अरे जेस रमाइलो हुँदैछ नि होइन? सही गर्नुपर्छ। ल भान्जे जाओस् एउटा दुइटा ऱ्याप हानिदिने एउटा। ए कहाँ पछि अहिले के एक चढाएपछि मात्रै हो क्या? ल आज फ्यामिलीहरूसँग यसो घुमफिर गर्न आएको। ए सौराको छेउतिर यहाँ बोटिङहरू, त्यसपछि इलाफेन्ट राइडहरू। अब हामी यहाँ एकछिन घुमफिर गर्छौँ, त्यसपछि केही खान्छौँ, मेबी सानोतिनो लन्च, अनि त्यसपछि हामी इलाफेन्ट राइडतिर लाग्छौँ। आज हाम्रो प्लान इलाफेन्ट राइड गर्ने। ल अब हामी हात्तीतिर लागिरहेका छौँ। अब हात्तीको टुर कस्तो हुँदैछ हेरौँ है त। यहाँ दिदीहरू, भान्जी, छोरी, भान्जे तिम्रो त्यो मोबाइल हटाउँदा तिम्रो आँखा देखिएन। त्यसपछि भाउजू, साइली, एलिजा, अनि पुन्टु, अनि एलिसा, एलिना, प्रिया। ल आज हामी यो सौरामा हात्ती टुरको लागि बस चढ्दैछौँ। यो चाहिँ टुरिस्ट बस यहाँ सौराको। ल सौरामा हामी अहिले एलिफेन्ट राइड गर्दैछौँ। भान्जा पछाडि। भान्जा त कता छेक्यो? यो छेकिदियो यिनीहरूले कतै। ए होइन पछाडि रहेछ भान्जा पछाडि। हाम्रो यो घुमाउनै मिल्दैन। ट्रक अनि यो हाम्रो हात्तीमा म, प्रिया, भाउजू, एलिजा, उता पर अर्कोमा एलिनाहरूको हात्ती, त्योभन्दा अगाडि पिहुको। आज दिन राम्रो छ है, हेर्दा पनि क्या घमाइलो मजाको घाम लागिरहेको छ। गर्मी पनि त्यति साह्रो छैन, शीतलै छ। जे होस् शीतल छ। हेर कति आराम, ल कति राम्रो छ दिनहरू। ल यसपछि चाहिँ अब यो आजको हाम्रो प्लान चाहिँ अब हात्ती राइड गरेपछि फेरि ब्याक टु नारायणघाट गएर अनि बोटिङ गर्ने अरे। केटाकेटीहरूलाई बोटिङ गर्न मन लाग्यो अरे। ल अब हामी यहाँ सिधा आएपछि सिधा बोटिङतिर जान्छौँ। ल नारायणघाट आइपुग्यो। नारायणघाट आएर पनि यहाँ बोटिङमा चढिसक्यो। अब यहाँ एकछिन साँझ परेको छ, अलिअलि चिसो चाहिँ छ के अरे। तर ल हामी चाहिँ अब बोटिङतिर लाग्यो। ल सुरु। त्यो पर देखियो चाहिँ नारायणी पुल हो। त्यस्तो त पारी क्रस गरेपछि त्यो चाहिँ गैँडाकोट भइहाल्यो। गैँडाकोट पारी यो जमानामा हामी कलेज 10+2 पढ्दा यहीँ आएर जहिले पौडी खेल्थ्यौँ हामी। यो पारी रमाइलो हुन्थ्यो। जस केटाकेटी दिनभरि गर्मी महिनामा पौडी खेल्यो अनि बस्यो के अरे। कलेज 11 बजीतिर दिन्थ्यो अनि दिनभरि खाली हुने के अरे। अनि मजाले त्यहीँ पौडी खेल्दै बस्थ्यो दिनभरि। रमाइलो हुन्थ्यो त्यो दिनहरू पनि। सही कुदायो। क्या
के चिसो हावाको यो साँझ साँझ त यो सही कुदाएर चिसो हावा अलिअलि जाड जाड चाहिँ हुँदो रहेछ हेर त्यो झन्डै उडाउन लागिसक्यो क्या कुदाएको छ होला अहिले बच्चा बच्ची तर्सिन थाले यहाँ त्यो पुरा यो कुदाएर त्यो पानी नै पुरा छल्किएको छ भित्र रमाइलो चाहिँ रमाइलो चिसो चिसो है कान्छी तर रमाइलो पुन्टु हेर न तर्सी थियो पुन्टुलाई त डर लाग्यो अरे ए केटाकेटीहरू जस केटाकेटीले रमाइलो गरे एकछिन भयो नि चिसो चाहिँ अलिअलि चिसो छ तर रमाइलो चाहिँ गरे केटाकेटीहरूले अर्को सानो पुन्टी पुरा घुम उडेर बसेको छ सही कुदायो भाइ केटाकेटीहरू तर्सेर ल पुग्यो भन्दैछ अब हामी त्यही भएर त एकछिन रोकिदिनुहोस् हजुर अब हामीलाई यो केटाकेटीलाई पुग्यो अरे भने हामी कतिखेर रोक्छ अनि उनीहरू चाहिँ कतिवटा सिनहरू कति राम्रो छ मजा आएको नाडीतिर त यो साँझतिर मजा आउँछ के अरे नाडीको छेउतिर आएर बस्न मजा चुप्प लाएर बस्यो शीतल हुन्छ कति आनन्द हुन्छ रमाइलो छ यहाँ त्यसको वरिपरि यहाँ वरिपरि त्यहाँ बेच्न पनि राख्छ चना चटपटहरू अनि के अरे के भन्छ पानीपुरीहरू अहिले केटाकेटीलाई खुवाइदिनुपर्छ